म तिम्रो किरण तिमी मेरो उज्यालो है दिदी। उता मेरो दिदी बाटोमा एक्लै छ, मलाई जान दिनु न दिदी। मलाई मेरो बच्चा चाहियो। हेलो एभ्रिवान, BSDC कम्युनिकेसन्समा स्वागत छ। अभिनेत्री निता ढुङ्गानाको डिरेक्टोरियल डेब्युट फिल्म पार्वतीको 4 मिनट लामो ट्रेलर रिलिज भएको छ। निता नै मुख्य भूमिकामा रहेको यो पारिवारिक ड्रामा फिल्म पार्वतीमा एउटा फरक क्षमता भएकी दिदी यानि कि अटिजमको समस्या भएकी निता र उनको भाइ किरण अर्थात् अशोक दर्जीको निस्वार्थ प्रेम, पारिवारिक मूल्य मान्यता र अटुट समर्पणको कथा प्रस्तुत गर्न खोजेको छ। फिल्मको टाइटल रोलमा रहेकी निताको फरक लुक्स, गहिरो र भावुक अभिनयले दर्शकलाई फिल्मको कथासँग बाँध्ने देखिन्छ। अशोक दर्जीसँगको उनको भावनात्मक केमिस्ट्री ट्रेलरबाट स्पष्ट झल्किन्छ। साथै सिरु विष्ट र राज पङ्गेनी जो आमा र बुबाको भूमिकामा रहेका छन्, उनीहरूको अभिनयले समेत दर्शकको ध्यान खिच्न सफल हुन्छ। ट्रेलरमा पुलिस इन्भेस्टिगेटिङ अफिसरको रूपमा दीपाश्री निरौलाको उपस्थितिले फिल्मप्रति अझै कौतूहलता बढाउँछ। शिवम अधिकारीले लेखेको फिल्मको डायलग र दृश्यहरूले दर्शकको मन छुन सक्ने देखिन्छ। फिल्मको ब्याकग्राउन्ड म्युजिक ठिकठाक सुनिन्छ। यसको मुख्य पक्ष भनेको फिल्मको म्युजिक नै हो। विशेष गरी मेरी दिदी जस्ता गीतले दर्शकको मन छुने सम्भावना देखिन्छ। दिदीभाइको सम्बन्ध, भाइटिकाको दृश्य, दिदी म तिम्रो किरण तिमी मेरो उज्यालो जस्ता बलिया डायलगले इमोसनल इम्प्याक्ट पार्दै दर्शकलाई हलसम्म तान्ने सम्भावना बोकेको छ। मलाई माफ गर्दे दिदी, अबदेखि म तिमीलाई कहिले छोड्दिनँ। फिल्मको सिनेमाटोग्राफी यथार्थपरक र आत्मीय देखिन्छ। सुदीप बरालको टिमले राम्रो मेहनतका साथ नेचुरल टोनमा फिल्मका दृश्यहरू खिचेका छन्। अटिजम भएर विभिन्न एक्सटर्नल कन्फ्लिक्टको सामना गरिरहेकी पार्वती, उनी र उनको परिवारलाई समाजले हेर्ने नजर, बुबा आमाले भोग्नु परेको शास्ति र यी सबैबाट पर्न गएको मनोवैज्ञानिक असरका कारण घर छोडेका किरण अनि भाइ खोज्न हिँडेकी पार्वतीको जीवन सङ्घर्षको कथा नै ट्रेलरको मुख्य सार हो। ट्रेलरमा फिल्मका धेरै जस्तो मुख्य दृश्यहरू देखाउन खोज्नु, फिल्मका प्लट र रहस्यहरू इजिली प्रेडिक्ट गर्न सकिने गरी छरपष्ट हुनु भने यसको केही विक पोइन्ट्स हुन सक्छन्। तर पनि यदि तपाईँ परिवारसँग बसेर एउटा सन्देशमूलक र इमोसनल किसिमको सोसियल स्टोरी हेर्न चाहनुहुन्छ भने सामाजिक मुद्दालाई पारिवारिक मर्मसँग जोड्ने पार्वती तपाईँहरूले हेर्नै पर्ने नेपाली सिनेमा हो। पार्वतीको ट्रेलरले दर्शकलाई कतिको आकर्षित गर्छ र हलमा रिलिज भइसकेपछि बक्स अफिसमा यसले कस्तो बिजनेस गर्छ त्यो भने हेर्न बाँकी छ। पार्वतीको ट्रेलर र यसमा हाम्रो रिभ्यू तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला र हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीलाई सहयोग गर्नुहोला। धन्यवाद। म तिम्रो किरण तिमी मेरो उज्यालो है दिदी। उता मेरो दिदी बाटोमा एक्लै छ, मलाई जान दिनु न दिदी। मलाई मेरो बच्चा चाहियो। देखना मन छ मलाई मेरी दिदी हाँसेको।